राधे जय श्रीमन्नारायण। विशेष गरी आज हामीहरू पार्थिभारा माताको श्री चरण कमलमा आएका छौँ, जहाँ आएपछि हरेक जीवनमा रहेका दुःख कष्ट सबै कुराहरू माताले हरण गरिदिनुहुन्छ। त्यस्ता माता हुनुहुन्छ पार्थिभारा माता, जहाँ आइसकेपछि सबै विपत्तिहरू नष्ट भएर जान्दछन्। पछाडि हजुरहरूले देख्न सक्नुहुन्छ साक्षात् भगवान शिवजी नै हुनुहुन्छ कि जस्तो एउटा दिव्य अवलोकन हामीले गर्न पाइरहेका छौँ। त्यसै गरी एकचोटि भगवान शिवजीलाई पनि हामीले स्मरण गर्न सक्दछौँ। वन्दे देव उमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पण्डगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्खवह्निनयनं वन्दे मुकुन्द प्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करं। भगवानको निवास जुन हिमाल पर्वत हजुरहरूले देखिरहनु भएको छ, यस्तो यो ठाउँमा आइसकेपछि साक्षात् भगवान शिवजीलाई नै एउटा देख्ने त्यो सुवर्ण अवसर हामीहरूलाई आज प्राप्त भएको छ। र मानव जीवनको पनि सार्थकता यही नै हो। भगवानको उपासना गर्नु, भगवानको कथा सुन्नु, भक्तहरूको सेवा गर्नु, यो नै मनुष्यको सबैभन्दा उत्कृष्ट दायित्व हो। त्यो दायित्व आज हामीले निभाउन पाइरहेका छौँ। वास्तविक आज हाम्रो शरीरले पनि हामीबाट एकदमै प्रसन्न भइरहेको छ। हाम्रो शरीर आत्मा परब्रह्म परमात्मा प्रसन्न भइरहनु भएको छ। त्यसैले गर्दाखेरि सबैजना यस्तो दिव्य ठाउँमा आएर पार्थिभारा मातालाई दर्शन गरेर आफ्नो जीवनलाई धन्य बनाउन सक्नुहुन्छ। सम्पूर्णमा जय श्री राधे, जय श्रीमन्नारायण, हर हर महादेव, जय पार्थिभारा।